मान्छेहरूले कसैलाई राम्रो गर्न सक्दैन भने नराम्रो चाहिँ किन गर्छन् भन्ने लाग्छ। एनिवे गाइज, जे भए पनि अब आज हाम्रो सुरुवात हुन्छ लटरपटरबाट। आमा छोरीको गन्थन पनि हुन्छ। हामी बिहान उठेर बेलुका सधैँ मेरो रुममा यस्तै हो, भद्रगोल हुन्छ, किनकि ऋतुले सबै सामानहरू घत्रङ घुत्रुङ गर्छ, फाल्छ, खेल्छ। मैले जहिले बिहानै हो उठेर मिलाउने। आज चाहिँ हामी बिहान नै उठिसकेको थियो 5 बजेतिर, किनकि आज सन्डे हो नि त। अनि ऋतुको थेरापी पनि जानुपर्छ, अनि बुढा नीलकण्ठ पनि जानुपर्ने भएकोले म चाँडै उठ्नुपर्छ। बुढा नीलकण्ठ गएर उसको सुज ल्याउनुपर्छ ऋतुको, अनि थेरापीमा जानुपर्छ। अनि कति धेरै काम छ नि त। अब हामी त्यही भएर चाहिँ म के भन्छु भने तपाईँलाई कसैले राम्रो गर्न आउँदैन भने नराम्रो पनि नगरिदिनु, त्यसमै सबैको भलाइ हुन्छ जस्तो लाग्छ। अब हामी चाहिँ गइसक्यौँ यहाँबाट थेरापीमा गएर थेरापी सेसनहरू भयो। जो आज ऋतुको 2टा थियो, 2टै भएर हामी बुढा नीलकण्ठतिर लाग्यो। दरबार मार्ग हुँदै बुढा नीलकण्ठ गयौँ। एकछिन अब उसको जुत्ता बनेको त छैन होला, तर हामी म फोन गरेरै गएको नि त, बिहान बनाउँछु भन्नुहुन्थ्यो। त्यही भएर चाहिँ अब हामी गएर एकछिन वेट गर्नुपर्ने हुन्छ होला सायद। जुत्ता बनाउनु त टाइम लाग्छ उसको त। म कुनै दिन भगवान्सँग के प्रार्थना गर्थेँ भनेपछि मेरो छोरीलाई मैले छुन नपाए पनि हेर्न मात्रै भए नि दिनु है भगवान् भनेर प्रार्थना गर्थेँ। त्यो चाहिँ भगवान्ले सुनिदिनु भयो जस्तो लाग्छ मलाई। के भन्छ, हेर्न मात्रै होइन, मसँग मैले आफैले हुर्काउन पाएँ। उसले नबोले पनि मैले बोल्छु, त्यही नै धेरै राम्रो हो जस्तो लाग्छ। किनकि मैले हरेक कुरा उसलाई एक्सप्रेसन गर्न सक्छु नि त। उसलाई यो होइन त्यो होइन भन्न सक्छु। उसले नबुझे पनि मैले हरेकचोटि दोहोऱ्याएर मैले यो गर त्यो गर यो त्यो भनिरहेको हुन्छु नि त। त्यही भएर मैले कुनै दिन म उसलाई हेर्नको लागि मात्रै भए पनि यति तडपिन्थेँ नि। आज सायद त्यही कुराले गर्दा होला भगवान्ले मेरो कुरा सुनिदिनु भयो होला, भगवान्ले पनि मेरो दुःख देख्नु भयो होला। त्यही भएर उसलाई सायद यति नबोले पनि हिँड्ने बनाइदिनु भयो। एकदमै थ्याङ्क्सफुल भन्छु म। आफूलाई ग्रेट मम पनि लाग्छ मलाई, किनकि कतिजनाले आफूले चाहँदै पनि बिचमा छोड्नुपर्ने हुन्छ आफूले गर्न नसकेर। म त त्यो चाहिँ छैन, किनकि म आफूले नखाएर भए पनि उसलाई गर्न लाउँछु, मैले उसलाई गराउँछु भन्ने छ नि त। त्यही भएर चाहिँ तपाईँको एउटा सानो कुराले पनि मान्छेको जिन्दगीलाई कति असर पार्छ भन्ने कुरा त्यो तपाईँहरूले बोल्दाखेरिमा चाहिँ भन्नुहुन्छ, प्याच लाएर यो त्यो भनेर। तर त्यो चाहिँ नभनिदिनु होला। जे छ आफूमा राम्रो हुन्छ। आफूले मान्छेले जसले जति गर्न सक्यो त्यति गर्छ। मेरो नानी म हिँडेको थिएन नि त, मैले कति गरेर हिँडायो, कति दुःख गरेँ त्यो मलाई मात्रै थाहा छ। मान्छे अब सबै कुरा देखाउँछ भन्ने हुँदैन। कति मान्छे देखाउँछन्, कति मान्छे देखाउँदैनन्। सबै कुरा अहिले सोसल मिडियामै हाल्नुपर्छ, देखाउनुपर्छ भन्ने छैन। मेरो ऋतु चाहिँ मैले 13 मन्थ हुँदाखेरि चाहिँ मैले फिजियो गराएको हो उसले। अहिले मैले 4 वर्ष हुँदासम्म चाहिँ थेरापी गरायो फिजियोमा चाहिँ। अरूहरू त अब त्यस्तै हो। ऊ चाहिँ अहिले चाहिँ एकदमै राम्रो हिँड्ने भइसकेको छ कि। पहिला ऊ उभिनै नसक्ने बच्चा हो। मैले त्यो मलाई थाहा छ कि कति गरेँ भनेर। म के भन्छु भने मेरो छोरी संसारकै भाग्यमानी छोरी हो जस्तो लाग्छ कि कति आमाहरूले चाहेर पनि गर्न सक्दैनन्। त्यसमा चाहिँ धेरै दुःख लाग्छ। कतिको आर्थिक अवस्थाले गर्न सक्दैनन्।